व्यक्तिहरू सिभिल ड्रेसमा हात हतियार सहित गएर अर्काको घरमा चढेर बिहानैदेखि घर कब्जा गरेर जुन घटना पुलिस प्रशासनले घटायो र हामी कार्यक्रम स्थल 1:30 बजी पुग्दै गर्दाखेरि कार्यक्रम स्थल पुग्नुभन्दा 15 मिनट अगाडि नै हामी जहाँ स्टेज बनायौं हामीले त्यत्रो खर्च गरेर शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर हाम्रा पाहुनाहरू हामीलाई स्टेजै पुग्न नदिकिन बाटैबाट गोली हानेर चाहिँ नि लखेट्न थालेपछि टियर ग्यास हान्न थालेपछि त्यस पछाडि हामी अघि बढ्नु पर्यो। म किन अघि बढेको भने सम्पूर्ण प्रहरी जवानलाई लागेको होला। म प्रहरीलाई जति माया गर्ने मान्छे म कोही छैन र दिन दुखीलाई माया गर्ने मान्छे म जतिको कोही छैन। प्रहरीलाई लाग्यो होला दुर्गा प्रसाईले पेलो भनेर, तर मैले त्यहाँ पुग्दाखेरि के सुरागी पाएँ भन्दाखेरि त्यहाँ माथि छतमा साफसुतरहरू बसेर मलाई टार्गेट बनाएको भन्ने मैले बुझिसकेको थिएँ। र अर्को कुरो के थियो भन्दाखेरि मेरो कानको छेउैबाट गोली गयो 3 कुनेमा।